हेलो एभ्रिवान, गुड मर्निङ। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। आज म फेरि सानो ब्लग लिएर आइरहेको छु तपाईहरुको बीचमा र मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। आज चाहिँ म ड्युटी जाँदैछु र तपाईहरुलाई देखाउने छु मेरो ड्युटी कहाँ छ भनेर। किनभने मलाई कतिजनाले सोध्नुहुन्छ नि त, तिमी कहाँ गर्छौ ड्युटी भनेर। त्यसैले म तपाईहरुलाई आज मेरो ड्युटी देखाउने छु। र म चाहिँ आज घरबाट निस्किदैछु। मेरो ब्याग हो, तपाईलाई देखाउँदैछु। स्टे ट्युन। र म जाँदैछु घरबाट निस्केर। आज चाहिँ म हिँड्दै जाउँ भनेर साथी हो, किनभने 10 मिनट अगाडि निस्केको छु नि त म हो। त्यही भएर चाहिँ आज म हिँड्दै जाँदैछु, तपाईहरुलाई देखाउने छु मेरो चाहिँ ड्युटी कहाँ छ भनेर। यो चाहिँ हो बाटो, हेर्न सक्नुहुन्छ। म चाहिँ आज सर्टकट बाटो जाँदैछु यहाँबाट। यो चाहिँ सर्टकट बाटो हो, हेर्न सक्नुहुन्छ। र म यहाँ छु र म जाँदैछु आज हिँड्दै। हाम्रो चाहिँ वकिङ डिस्टेन्स हो नि त, 7-10 मिनटमा पुग्छ। तर म चाहिँ ढिलो हुन्छ अहिले पनि, अन्त म टोटोमै जान्छु ब्लड ब्याङ्कको बाटो भएर होइन। अहिले म चाहिँ हिँड्दै जाँदैछु। घाम लागिरहेको छ, अब गरम महिना पनि आयो र सिलगढीमा त अब गरम हुन थाल्यो। तपाईहरुको त्यहाँतिर गरम भएको छ कि छैन मलाई भन्नु होला। तपाईहरु कहाँबाट हेर्नु हुँदैछ? सिलगढीमा चाहिँ पुरा गरम चढ्यो। फेरि अब सुरुवात हो, जुन जुलाईमा झन् पुरा गरम हुन्छ होइन साथीहरु। र बाहिर निस्किनु सक्दैन सिलगढीमा त झन्। साथीहरु तपाईले कताबाट हेर्नु हुँदैछ होइन? मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला मन परे। अनि सिलगढीमा त हेर्नुस् न गरम चढ्यो। तपाईहरुको त्यहाँनिर चाहिँ कहाँबाट हेर्नुहुँदैछ होइन? जग्गा-जग्गाबाट त्यहाँतिर कस्तो छ मौसम भन्नु होला। सिलगढीमा चाहिँ अब अप्रिलदेखि चाहिँ पुरा गरम लाग्छ नि त, बाहिर निस्किनु सक्दैन होइन। हामी चाहिँ अब बिहान 10 बजेदेखि ड्युटी गर्छ 9 बजीसम्म, टक्कै 11 घन्टा होइन। हामी चाहिँ भित्रै बसेर चाहिँ थाहा हुँदैन, त्यति महसुस हुँदैन। तर यसरी हिँड्दाखेरि चाहिँ गरम थाहा हुन्छ। अन्त फेरि छुट्टीमा होइन कता घुम्नु गयो भने चाहिँ गरमको महसुस हुन्छ। किनभने ड्युटीभित्र त एसीहरू हुन्छ नि त, बन्द गरेको हुन्छ सिसामा। अनि एसी त पुरा खोलेर चाहिँ हामीलाई त गरम त होइन, एकदमै जाडो हुन्छ। एसी बन्द गर्दा हुन्छ ड्युटीभित्र त होइन। अनि तपाईहरुको त्यहाँनिर के छ मौसम हालखबरहरू भन्नु होला। र म चाहिँ आज जाँदैछु, हेरिहाल्नुहोस् बाटो। म पुग्नु आँटेको छु मेरो ड्युटी। यो चाहिँ हो मेन रोड, हेर्नु सक्नुहुन्छ। यो चाहिँ हो मेरो ड्युटी आइसकेको छ। पर सिया लेखेको, म चाहिँ त्यहाँ गर्छु।